Hello everyone, Namaste Sevani Sewaru, and once again welcome you all to my YouTube channel, Astrovlogs. Today is the day one. We are flying towards Okinawa, a Japanese prefecture consisting of a chain of islands. Many people from all the overseas comes to this place for their vacation and many other purposes. The islands are known for their beautiful beaches, coral reef and mangrove forest. So today we are flying from Fukuoka to Okinawa, having a distance of 1 hour 45 minutes. So guys, fasten your seatbelts and let's fly with us towards one of the heaven on the earth, known as Okinawa, Japan. Hello everyone, Namaste, Sevani Sewaru, and once again welcome you all to the another episode of Astrovlogs. Hello everyone, Namaste. आज चाहिँ हामी ओकिनावा जान लागेको ओकिनावाको लागि चाहिँ हाम्रो चाहिँ यस्तो छ अनि weather is not good. Yes, weather is very bad, guys. अहिले चाहिँ हामी हैन गाडी पर्खिरहेको छु अनि weather is not good. यस्तो पानी परिरहेछ हैन तपाईहरुलाई पनि देखाउँछु यहाँ हेरिहाल्नुस् weather यस्तो खराब छ आज हैन ओकिनावा जाने वेदर हेरिहाल्नु गाइस अनि आजको हाम्रो आउटफिट चाहिँ सेम हो मलाई त कस्तो देखेको छ है तर अलिकति मैले यस्तै लगाएको क्या यसो लाउनु पर्छ अनि आजको हाम्रो आउटफिट यस्तो छ है कुर्चेसहरु बसिरहेको छ पानी परिरहेको छ हाई भन्दै बेबी हाई भन्देऊ A few moments later. Guys, finally हामी चाहिँ डिपार्चर को लागि टिकट लिँदै हो यहाँ अमृता आउनु भएको छ फेरि अमृता आउनु भएको छ क्या घटेको रहेछ है गाइस हेर्नु त अस्तिको भिडियोमा हेर्दाखेरि खाप्रा खिप्री भएछ त अमृता त हेरेर ओकिनावा जानको लागि यति साह्रो एक्साइटेड उसा थापा गाइस फुच्ची चाहिँ यहाँनिर अहिले बसिरहेको छ चेकिङ गर्दै हो चेकिङ अनि मेरो साथीहरु चाहिँ उपर हुनुहुन्छ है अमृता अनि फुची 7-11 खोज्नुमा व्यस्त हुनुहुन्छ भोक लागेको हो सो गाइज अब चाहिँ हामी यहाँबाट बोर्डिङ पास गर्दै हो सो यहाँ चाहिँ हाम्रो टिम हुनुहुन्छ स्कट अमृताको स्कट हो यो चाहिँ अनि यहाँ पछि दुईजना पनि हुनुहुन्छ अल कपल्स अल लभड वान्स आर गोइङ हाम्रो बोर्डिङ हुन लागेको छ वी आर गोइङ टु ओकिनावा हाम्रो हेरिहाल्नु कपाल मिनीदेखि फेरि अल पर्फेक्ट म्याच किन न हिँडेर पछि हेर ए राहत नहीं जा रहा है यहाँनिर अमृता हुनुहुन्छ समीर दाइ हुनुहुन्छ दीपिकामा हाम्रो पार्टनरहरु So guys, हामी चाहिँ फुकुओका भयो तपाईहरुको यहाँबाट दिस इज फुकुओका फ्लाइट हो यो फुकुओका फ्लाइटबाट चाहिँ हामी गएको हो ओकिनावा दिस इज द वन यो चाहिँ जस्तो आइल्यान्ड छ दिस इज जापान
hour later. अहिले चाहिँ हामी बाहिर बसिरहेको छु गाडी पर्खेको गाडी आएको छैन हैन बाहिर अचम्मै धेरै ज्यादा गरम छ वेदर इज टु हट एकदमै धेरै हैन अब हेरौँ गाडी आउँदैछ भनेको छ गाडी आएर चाहिँ हामी होटलतिर जाने हो खाना खाने हो तपाईहरु सबैलाई हैन आजको भ्लग आज नै अपलोड गरेर हजुरहरुलाई देखाउने छु आई होप यु गाइज गोना इन्जोय दिस भिडियो एक्जिट गरेर फेरि एन्ट्री दिएको सो गाइज हामी चाहिँ अहिले हैन फर्स्ट फ्लोरमा थिए हाम्रो गाडी चाहिँ थर्ड फ्लोरमा आउँछ अरे सो वी आर हियर आई होप ओकिनावाको ट्रिप चाहिँ एकदमै राम्रो हुन्छ भन्ने आशा गर्दैछु हैन वी अल आर लाइक 1 2 3 4 5 6 7 हामी 8 जना आएको छु अनि 8 जनाको ट्रिप हो यो चाहिँ अल आर कपल्स सम आर फ्रम युएस सम आर सबै इन्टरनेसनलहरु छ यहाँनिर यहाँ हेरिहाल्नु कोरियन कपल दिस टु आर कोरियन कपल्स कोरियन कपल्सहरु हो यहाँ हाम्रो समीर दाई अनि अमृता म्याम भनिदिनुहोस् न दाई लजाले जना बसिरहनु भएको छ गाडी पर्खेर गाडी आइसकिसकेको छ ल सबैजना बस्दैछ समीर दाइ चाहिँ अघि जानुहुन्छ भाइ सो गाइज हामी चाहिँ फाइनली हाम्रो होटल होइन बेबी ए रेन्टल उयसमा आइसकेको अनि हाम्रो कार चाहिँ आजको यो हो दिस इज आवर रेन्टल कार अब यहाँबाट फेरि लाग्दिने यहाँ पेसेन्जरहरू रेडी छ सबैजना सो गाइज हामी चाहिँ फाइनल्ली होइन यो चाहिँ आजको हाम्रो गाडी हो अनि बाहिर चाहिँ यस्तो छ हाम्रो गाडी चाहिँ हो गाइज ल गाइजहरू हेर्नु बामपुड्कीहरू सो गाइज अब चाहिँ हामी अतिथिमा आएको छौँ होइन अब चाहिँ यहाँनिर हामी नेपाली खाना आएको हो सो हेर्नुहोस् हजुरहरूले हेर्दै गर्नु सो गाइज अब चाहिँ हाम्रो लन्च हुन गइरहेको छ अब लन्च गरिसकेर चाहिँ हामी हजुरहरूलाई डे 1 ओकिनावाको हजुरहरूलाई ब्युटिफुल लोकेसनहरू घुमाएर देखाउने छु सो स्टे विथ अस है इफ यु गाइज आर न्यू टु दिस च्यानल प्लिज डोन्ट फर्गेट टु लाइक सेयर कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनु होला सो गाइज अहिले चाहिँ हामी फिलहाल यो के अरे बेबी यो ठाउँको नाम ए ल कुनै के क्यासल अरे त्यो के त्यही क्यासलमा आएको कुन चाहिँ क्यासल अरे यो गाइज अब चाहिँ म हजुरहरूलाई उमी देखाउन लागिरहेको छु आम्बो दिस द रियल ब्युटी समुद्र हेर्नुहोस् गाइज तपाईँहरू आम्बो यहाँ के दामी देख्दैको यार A few minutes later. सो गाइज हामी चाहिँ
अब म हजुरहरूलाई होइन अर्को दृश्य देखाउन गइरहेको छु। हेर्नुहोस् न है त, मलाई यहाँ लिएर आएको है, तल जान पाउने रहेछ नि त। सो गाइज, हजुरहरूले देख्न सकिहाल्छ मेरो कपाल पनि बिग्रिसकेको छ होइन। फाइनली हामी चाहिँ यो के भन्छ के अरे, अरे कहना क्या चाहते हो? ओकिनावाको बिचमा होइन, यो समुद्रमा चाहिँ हामी आएको छु। अब हामी चाहिँ आफ्नो डेस्टिनीतिर जाँदैछु। मेरो माथि हवाई जहाज पनि उडिरहेको छ गाइजहरू। अनि यहाँ चाहिँ मलाई हिँड्न गाह्रो भइरहेछ बलुवामा। अन्त त्यही हो गाइजहरू होइन, वी आर ह्याभिङ लट्स अफ फन। रमाइलो भइरहेको छ। मेरो कपाल खतरा बिग्रिरहेछ। मेरो बुढी चाहिँ यहाँ छ, उसको भिडियो धेरै बनाइदिएको छु होइन। यदि हजुरहरूलाई एकपल्ट बराबर खुदै निस्किने हो, एकछिन कहाँ तानेको हो मलाई। म यहाँनिर साङ्ले जस्तो भएर हिँडिरहेको छु यहाँ र मेरो कपाल। आइएम साङ्ले अन्त गाइज होइन, त्यही हो। यहाँ ढुङ्गामा बसेर चाहिँ अब जुत्ता लाउने, किनभने खुट्टा पनि पखाल्नु पर्यो नि त। सो गाइज हेर्दै गर्नु होला, इफ यु गाइज आर न्यू टु दिस च्यानल होइन, नयाँ नयाँ अब भिडियोहरू आउँछ। डोन्ट फर्गेट टु लाइक, सेयर, कमेन्ट एन्ड प्लिज टु सब्सक्राइब आवर युट्युब च्यानल। गाइज अहिले चाहिँ हामी यहाँनिर होइन बारेन रिजोर्टमा आएको छ। सो यहाँनिर माई टिममेट्स अनि हामी चाहिँ एक्वेरियमको बनाइदिएको है। यहाँनिर माछा उयो भएको हेर न, फ्लोट भएको है। म्याडमलाई देखाउन। हट डग बियर क्या सफा देख्दिएको बेबी। सो गाइज अब अहिले हामी चाहिँ तपाईँहरूलाई माथिबाट होइन समुद्रको भ्यू देखाइरहेको छु। इट लुक्स सो फ्यान्टास्टिक, मेस्मराइजिङ भ्यू। ओकिनावाबाट सेकेन्ड डे होइन, फर्स्ट होटल चेक आउट गरेर हामी निस्किरहेको छु। यहाँ चाहिँ हाम्रो ग्रुप स्कट हेरिहाल्नु, स्कट। दिस इज द मेन स्कट। मेरो बुढी यहाँ छ। हाई बेबे, कस्तो फिल भइरहेछ वान पिसमा? ल सिट बार्गेनिङ हुन थालिसकेको छ। ल म त पसिसकेँ है, को आउने हो।